शिक्षा मन्त्री माननीय सुमना श्रेष्ठ पनि यतिखेर हातमा प्ल्याम्पलेट लिँदै यतिखेर कुलमान घिसिङको समर्थनमा सडकमा उत्रिनु भएको छ। काम गर्न देश सरकार # कुलमान घिसिङको हातमा पम्पलेट झुन्डाउँदै यतिखेर सुमना श्रेष्ठ मैदानमा उत्रिँदाखेरि तपाईले घुइँचो देख्न सक्नुहुन्छ। कुलमान घिसिङजीलाई हटाइएको छ, जसले लोड सेडिङ हटाएको छ, जबकि उहाँको कार्यकाल 5 महिनाभन्दा बढी पनि छैन। 100 लाई गुणान गर्यो भने 0 नै आउँछ। उहाँहरूले पनि त्यही गर्न खोजेको हो। सरकारले नितान्त म बलियो छु भनेर देखाउन बाहेक अरू केही होइन। बल्मी चाहिँ र हामीलाई कसले यो सबैजनाको सिखी जाने जुन चरित्र छ, हाम्रो हालका प्रधानमन्त्रीज्यू, यो ढुङ्गी यो 2 दलीय संयन्त्रका साथीहरू, उहाँहरूले चाहिँ नि त्यही मात्रै गर्न खोजेको जस्तो लाग्छ। रविजीले भन्नुभएको छ गेट रेडी फर द रिभोल्युसन, यसको अर्थ पनि बडो खोजिरहेका छन् मान्छेले। के हुँदैछ अब? रविजी पनि सडकमा आउँदै हो। यसमा मैले अघि पनि भने, जुन तरिकाले नेपाली नागरिकको धैर्यताको सीमा कहाँ छ भनेर राज्यले, यो 2 दलको संयन्त्रले, यी ठुला 2 दलले हामीलाई जसरी रैतीको रूपमा हेरेका छ, त्यसको दाँत फुटाउन अब नेपाली जनता पनि लाग्नुपर्छ। जसरी रातारात कुलमान घिसिङलाई मन्त्री परिषदको बैठक